विश्वको सर्वोच्च शिखर सगरमाथाको शिरबाट विश्वका शान्तिका दूत गौतम बुद्ध र लुम्बिनीको पवित्र भूमि हुँदै देशको माटो प्रतिको अपहार माया बोकेर पुण्यभूमि देवभूमि मातृभूमिबाट रातो र चन्द्र सूर्य अंकित झण्डा फरफराउँदै आज हामी आइपुगेका छौं एनआरएनएको भव्य अनि सभ्य कार्यक्रम नेपाल फेस्टिभल 2025 हो बाटमा। नमस्कार, क्यामेराम्यान श्रीराम अर्याल सँगै म एलिसा पङ्गेनीको पाइलामा यहाँलाई हार्दिक स्वागत छ। पश्चिम कोही पूर्व घर आँगन तर एउटै हो, छरिएर बसेर के भो सन्तान त एउटै हो। कुनै बेला रेडियोमा बस्ने यो गीतको आज मलाई निकै नै याद आइराखेको छ। हामी कोही पूर्वका छौं, कोही पश्चिमका छौं, कोही हिमाल पहाड तराईका छौं, तर हामीले खेल्ने आँगन एउटै हो। संसारभर छरिएर बसेका छौं, तर सन्तान उही नेपाल आमाका हौं। आज नेपालको फूलबारीमा फुल्ने सयौं थुङ्गा फूलहरू अस्ट्रेलियाको यो भूमिमा एउटै माला भएर गाँसिएको भान हुँदैछ। यी रङ्गी चङ्गी माहौलले लाग्दैछ कि म नेपालमै छु। यो सांस्कृतिक माहौलले नेपालको झल्को मेटाइदिएको छ। देशप्रतिको प्रेम झन भन्दा झन बढाएको छ। हामी जहाँ भए पनि देश, धर्म, भाषा, संस्कृति र रीतिरिवाजलाई भुलेका छैनौं भन्ने सन्देश यो नेपाल फेस्टिभलले दिएको छ। विदेशमा बस्दा देशको माया कति गाढा हुन्छ भन्ने कुरा चाहिँ पक्कै पनि यो माहौलले देखाएको छ। हामी भागदौडमा यति व्यस्त भयो कि ओठमा मिठो मुस्कान त दिन्छौं, तर वास्तवमै भित्री मनबाट हाँसिरहेका पनि हुँदैनौं। केही गुमे जस्तो, केही छुटे जस्तो, त केही हराए जस्तो। केही हदसम्म भए पनि यो नेपाल फेस्टिभल यी सबै कुरालाई पूर्ति गरिदिएको छ भन्दा फरक नपर्ला। जहाँ मौलिक संस्कृतिको सुगन्ध फैलिन्छ, जहाँ नेपालीहरूको मन जोडिन्छ, अनि त भन्न मन लाग्छ मैले नागेर आएको दैलो सायद धमिलो स्मृतिमा थियो। अब मैले छोडेर आएको गोरेटोमा वर्षौं पर्ने छैनन् अब मेरा पैताला। मैले सम्हालेर कपडामा ल्याएको माटोको सुगन्ध सायद मिसिएको छ मेरो पसिनामा र धोएको छ एक अर्कै गन्धको साबुनले। मैले पर छोडेको देश आज फेरि आफ्नै आँखा अगाडि पाएको छु। मेरो धमिलो स्मृतिमा अब रङ्गीन बनेको छ। मानौ म फेरि देश पुगेको छु, मानौ म फेरि घर पुगेको छु। मैले फेरि भेटेको छु आफूलाई आफ्नै देशमा। अलिअलि भए पनि मैले मेरो माटो टेकेको जस्तो, अलिअलि भए पनि मैले दशैं मनाएको जस्तो। म उत्सवमा छु, म देशमा छु, म घरमा छु, म नेपाल फेस्टिभलमा छु। फेस्टिभलमा हजुरको पहिलोपल्ट हो बा। कस्तो फिल भइरहेको छ? नेपालका दाजु भाइना छोरी बहिनीको बहुत माया लाग्यो। बहुत अच्छा राम्रो काम गर्नुभएको छ। सबैलाई घाँस बास कबास मिलोस्, राम्रो मिलोस्, उपरवालाले राम्रो सत्य दिन सबैका घर बनुमा राम्रो होस्, यो राम्रो हो। हामी एक ठाउँका नेपाली मान्छे दाजु भाइना हौँ। सब मर्या बोरे मर्याका मलामी जिउँदाका घरका जन्ती
राम्रो मिलेर बस्नु होला, राम्रो शुभकामना हो भन्दै मेरो 2 शब्द यहाँ टुङ्गिन्छ। नेपाल फेस्टिभल हुन जरुरी किन देख्नुहुन्छ? संसारभरि छरिएर रहेका नेपालीहरूलाई सगरमाथा र गौतम बुद्धको देशले मात्रै होइन कि हाम्रो सांस्कृतिक परम्परा मौलिक वेशभूषाले पनि हामी आफ्नो देशलाई संसारभरि चिनाउनको लागि पनि र आउने पुस्तालाई पनि हाम्रो संस्कार संस्कृति रीतिरिवाज र वेशभूषाप्रति आकर्षित बनाउनको निमित्त पनि हामीले यो नेपाल फेस्टिभल आयोजना गर्नु महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई। आजको दिनमा नेपाललाई कसरी सम्झिनुहुन्छ? पक्कै पनि नेपालमा हुने विभिन्न कार्यक्रमहरू आफ्ना मौलिक परम्पराहरू सांस्कृतिक पर्वहरूमा हामी प्रत्यक्ष रूपमा समावेश हुन पाउँदैनौँ र त्यसको सबैको सम्मिश्रण रूप नेपाल फेस्टिभलको रूपमा आज हाम्रो आँगनमा आएको छ। त्यही भएर पनि हामी सबैजना नेपालीहरू उत्साहित भएर आफ्नो मौलिक वेशभूषामा पोसाक लगाएर यहाँ उपस्थित हुन पाउँदा एकदमै खुसी लागेको छ। यो नेपाल फेस्टिभलमा हामीले यसरी विदेशी भूमिमा नाचिरहँदाखेरिको अनुभव चाहिँ एकचोटि बताइदिनुहोस् न प्लिज। यो यसै पनि अब हामी विदेशमा रहेका नेपाली दाजुभाइहरू सबैजनाले यसरी आफ्नो कल्चरल ड्रेसमा आफ्नो मौलिकता झल्काउनु पाउँदाखेरिमा एकदमै गर्व लागिरहेको छ होइन। अनि हामी पनि अब जहाँ गए पनि हाम्रो नेपालीपन बिर्सनु हुँदैन, हाम्रो नेपालीलाई सदैव सम्झना राखिरहनु पर्छ। नमस्ते बुवा, यो बाजाको बारेमा एकचोटि भनिदिनुहोस् न। यो बाजाको बारे यो घेन्ता गीसी हो, हाम्रो भग्नपुर कल्चर पुरानो पहिलेदेखि नै कल्चर यो संस्कृति हाम्रो चाहिँ नि पहिल्यैदेखि चलिरहेको। हजुर फिल भइरहेको छ यसरी विदेशी भूमिमा नेपालीलाई देखाउनु पर्ने कल्चर हो यो। हजुर किन देखाउनु पर्छ जस्तो लाग्छ? हाम्रो अस्ट्रेलियामा छ नि यहाँ हाम्रो कल्चर यस्तो संस्कृति देखाउनु पाएर झल्को हुन्छ, राम्रो हुन्छ, सबैले मन छ नि। नेपालीको शान हाम्रो पहिचान। आज हामी छौँ ताजमानियाको सलमानखामा नेपाल फेस्टिभल 2025 र आज तपाईँले यहाँ देख्न सक्नुहुन्छ थुप्रै भिड नेपालीहरूको भिड हामी देख्न सक्छौँ, जहाँ विभिन्न बाजागाजाका साथ र विभिन्न वेशभूषामा सजिएर यो भूमिमा उत्रिनु भएको छ। र हामी आज धेरैजनासँग चर्चा पनि गऱ्यौँ, कुरा पनि गऱ्यौँ र सबैजनाले आज नेपाल सम्झिनु भएको छ र हाम्रो लागि एकदमै शान अनि गौरवको कुरा हो भन्नै पर्ने हुन्छ। आउनुहोस् हामी अझै पनि कुराकानी गर्छौँ अरू विभिन्न व्यक्तित्वहरूसँग, उहाँका कुराहरू सुन्छौँ आखिर कस्तो फिल हुँदैछ नेपाल फेस्टिभलमा। यसरी विदेशी भूमिमा आफ्नो कल्चरल ड्रेसहरू यसरी लगाएर आउँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ? प्लिज। Excited? Yeah, how about you? I'm feeling proud. Proud feel भइरहेको छ। एकदम खुसी लागिरहेको छ आफ्नो कल्चरल राम्रो हुन्छ। आज यो नेपाल फेस्टिभलमा आउँदाखेरिको अनुभव कस्तो भइरहेको छ? एकदम रमाइलो, यो बाजा गाजाहरू सुन्दा झन्डा देख्दा त नेपालै याद आइरहेछ। तपाईँले लगाएको ड्रेसले त झनै एकदम उज्यालो देखिरहेछ के। धन्यवाद, तपाईँ पनि राम्रै देखिनु भएको छ। एकचोटि यो ड्रेसको बारेमा भनिदिनुहोस् न, यो कल्चरल ड्रेसको बारेमा। यो कल्चर चाहिँ भुटानको कल्चर हो है। हाम्रो चाहिँ ब्याकग्राउन्ड भुटानकोले गर्दाखेरि चाहिँ हामी भुटानलाई रिप्रेजेन्ट गर्दैछौँ। हामी हाम्रो अस्ट्रेलियन बुद्धिस्ट नर्दर्न ताजमानियालाई चाहिँ रिप्रेजेन्ट गर्दैछौँ। यो चाहिँ हाफ किरा हो, खासै चाहिँ फुल किरा हुनुपर्ने, तर आज चाहिँ हाफ सजिलोको लागि हाफ किरा अनि यो तेगो भन्छ है। यो चाहिँ ब्लेजर जस्तो हो हाम्रो लागि चाहिँ। अनि यो चाहिँ अलिकति त्यसमा थपको लागि यो जुरु भन्छ, माला भन्नु है। त्यस्तो धेरै केही छैन, त्यति नै हो। यो चाहिँ भुटनिस रिप्रेजेन्ट गरेको हो। यो रातो मछिन्द्र नागलाई यसरी विदेशी भूमिमा देखाइरहँदाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ? पहिला सुरु त सबैजनालाई नमस्कार। अब यो विदेशको भूमिमा आएर यति रातो मछिन्द्र हाम्रो सबै देखाउनु पाउँदा, हाम्रो कल्चरहरू हाम्रो वेशभूषाहरू देखाउनु पाउँदाखेरि एकदम खुसी लागेको छ, गौरव महसुस भइरहेको छ। अनि यो रातो मछिन्द्र भनेको चाहिँ हाम्रो नेपालको सबैभन्दा लामो जात्रा हो, लगभग 1 महिना जति हुन्छ। अनि त्यसमा अब सबै यो नरिवल गुडाउने भोटो जात्राहरू सबै यो सम्बन्धी नै हो। अनि यसरी नै हामीले यो कल्चरहरू हाम्रो विदेशी भूमिमा देखाउनु पाउँदा चाहिँ एकदम राम्रो लागिरहेछ। नमस्ते, सन्चै छु। तपाईँलाई नि? एकदमै सन्चै छु। यो विदेशी भूमिमा यो नेपालीहरूको भिड देख्दाखेरि आफ्नो पहिचान, हामीले यसरी वेशभूषा होइन विभिन्न जात जातिको वेशभूषाहरू लगाएर हामी यसरी आइसकेका छौँ र यसरी नेपाल चिनाउँदाखेरिको महसुस चाहिँ यहाँलाई कस्तो हुँदो रहेछ? यो अत्यन्त नै महत्त्वपूर्ण छ र यो उत्साहजनक पनि छ र आफ्नो देशभन्दा बाहिरको भूमिमा हामी बस्दै गर्दा हाम्रो आफ्नो कला संस्कृति रीतिरिवाज भाषा भेष
सबैको यसरी प्रदर्शन गर्नु यो हाम्रो शक्ति, यो हाम्रो तागत प्रदर्शन हो र यसले नेपालीहरूलाई जहाँ बसे पनि गौरवान्वित बनाउँदछ र म यसमा गर्व गर्दछु। यो नेपाल फेस्टिभल हुनुको मुख्य महत्त्वपूर्ण चाहिँ कारण के हुन सक्छ र किन जरुरी छ जस्तो लाग्छ यहाँलाई? जहाँ गए पनि जहाँ भए पनि नेपाली मन सधैँको नेपाली मन हो। तपाईँ जहाँ बस्नुहोस् तपाईँले आफ्नो जन्मभूमिलाई कहिले पनि बिर्सन सक्नुहुन्न र जन्मभूमिलाई यस रूपमा आफ्नो पुरा पहिचानको साथ भाषा, संस्कृति, भेषको साथ यसरी प्रदर्शन गर्नु, आफ्नो गीत, सङ्गीत, नृत्य, बाजा, गाजा, खाना यो सबै कुराको प्रदर्शन गर्नु भनेको मलाई त लाग्दैछ म नेपालमा छु। यो भावना सबैमा उत्प्रेरित हुनको लागि यो खालको फेस्टिभल मनाउन अत्यन्त नै आवश्यक छ। आजको दिनमा नेपाललाई कसरी सम्झिनुहुन्छ तपाईँले? मैले त भनिहालेँ, म त नेपालमै छु जस्तो मलाई अनुभूति भइरहेको छ। तपाईँहरू सबैलाई जस्तो हाम्रो नेपालमा अब अहिले मैले देखिरहेको छु कसैले साडी लाउनु भएको छ, अब कसैले चाहिँ के अरे चौबन्दी लाउनु भएको छ। अब हाम्रो नेपाल आफैमा चाहिँ एउटा बहुसंस्कृति भएको बहुजातीय देश हो, बहुभाषिक देश हो र यहाँ त्यो देखिन्छ त्यो कुरा होइन। यहाँ सम्पूर्ण नेपाल र नेपाली देखिन्छ। हजुर, नेपाल फेस्टिभल हाम्रो सुख दुःख साट्ने चौतारी बनेको छ। आज मैले जतिजना मानिसको अनुहार हेरेको छु, पढेको छु, सबैको मुहारमा मिठो मुस्कान भेटेको छु, किनकि यहाँ आफ्नोपन छ, आफ्नो गाउँठाउँको सुगन्ध फैलिएको छ। त्यो सुगन्धले हाम्रो व्यस्त जीवनको भागदौडमा मलम लगाइदिएको छ, साथीभाइ इष्टमित्रलाई भेट्ने अवसर जुराइदिएको छ, मनको पीर व्यथा पोख्ने माध्यम बनेको छ। नेपाली कला र संस्कृतिको जति प्रचार प्रसार गर्न सक्यो त्यसले नेपाललाई त्यति नै फाइदा गर्छ। आज अस्ट्रेलियामा बसेका नेपालीहरूले नेपाली प्रचार गरेर आफ्नो देशप्रतिको कर्तव्य पनि पूरा गर्दैछन्। विश्व मानचित्रमा भूगोलको हिसाबले हामी सानो भए पनि कला, संस्कार, संस्कृति र रीतिरिवाजहरूले हामीले छुट्टै एउटा पहिचान बनाउन सफल भएका छौं। विदेशीलाई नेपाल के हो, नेपाल कस्ता जाति हुन् भनेर चिनाउन एउटा गजबको माध्यम पनि बनेको छ। अस्ट्रेलियामा नेपालीहरूको आगमनको झन्डै 5 दशकभन्दा बढीको इतिहास भइसकेको छ। जो ग्रोनअप भएर यहाँ आउनुभयो उहाँहरूलाई नेपाली धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परा र भाषाको राम्रो ज्ञान हुने नै भयो। तर जो यही जन्मेर हुर्किराख्नु भएको छ उहाँहरूलाई भने त्यसको कम ज्ञान हुन सक्छ। त्यसैले अहिलेको पुस्तालाई आफ्नो पुर्खाको चिनारी दिन पनि यो नेपाल फेस्टिभलले सहयोग पुर्याएको देखिन्छ। यो नयाँ पुस्ता जसले नेपाललाई राम्रोसँग चिन्न पाएको छैन उहाँहरूलाई हामीले हाम्रो पहिचान दिलाउन सकेनौं भने भोलिका दिनमा हाम्रो सन्तानले केही नजान्ने भएर बाँच्नुपर्ने हुन्छ। यो नेपाल फेस्टिभलले नयाँ पुस्तालाई नेपालप्रतिको माया जगाउने अवसर पक्कै बनेको छ। नेपाली धुन, नेपाली खाना, नेपाली पहिरन एउटा यस्तो दिन जहाँ हामी आफ्नो नेपालीपनलाई गर्वका साथ मनाउँछौं। हामी नेपाली जहाँ भए पनि मुटुमा प्यारो नेपाल छ भन्दै क्यामेराम्यान श्रीराम अर्यालसँगै म एलिजा पङ्गेनी पाइलाबाट बिदा माग्दछु। नमस्कार, जय नेपाल।